त फसाउन पाउँदिनौ त म त यही छु त अर्काको पहिला फसाउने हैन केही हुँदैन तिमी जतिसुकै जेसुकै गर तिम्रो पहिला जहाँसुकै जतासुकै पलमा लुकाऊ छोड्दिन त म छोड्नेवाला छुइनँ त म अब चाहिँ अगाडि जस्तो लाग्यो अबे बो देऊ न एकचोटि मलाई तिम्रो बुढो भिडियो बनाउँछु के कस्तो मोबाइलमा आएको जस्तो गरेको कुन कुन खालको कस्तो खालको भिडियो पहिला यहाँ स्टोरी सुनौँ अनि स्क्रिप्ट ठिक लाग्यो भने चाहिँ मैले दिन नि सक्छु डेटिङ वाला भिडियो के तर चुम्मा चाहिँ खादिन के त्यति बेला चाहिँ 600 क्यामेरा पर्दा भए अनि मेरो बुढाले खायो भने चाहिँ त खायो खाइन त्यतिखेर के हो के हुने हैन म दिन्छु के लामा गरे म दिन्छु के अनि के खाँदैछ बेबो आज पनि मासु भाइरस मलाई त थाहा छैन भाइरस चाहिँ मासु कुखाइ गरेर बेबो मोटाइसक्यो यार कति खुवाएको यार भाइरस मासु बेबोलाई अब जिन्दगी भनेकै मासु मड्केको रहेछ है मासु धेरै नखाउ न कमेन्ट पनि के भनेर आइरहेछ हैन थोरै खाने भाइ भनेर आइरहेछ नि भाइ के पानी भएर त बुढी खोज्दै हुने मेरो लागि बुढी खोज्नुको लागि मैले त्यत्रो कतिचोटि भनिसकेँ तपाईँ मेरो अफिसमा आउनु पासपोर्ट साइजको फोटो 16 वटा र घरको लाल पूर्जा लिएर जस्तो भन्यो त्यस्तै पाउनु तपाईँले गर्लफ्रेन्ड अर्काको बुढी बुढा चाहिँ कहिले कसैलाई दिनु हुँदैन हो र म त बिर्सेँ जस्तो भन्यो ओइ बेबो के हो कति खायो आज धेरै खायो भात खाऊ न भयो मासु कस्तो कस्तो गनाउँछ अयो बोकाको हो नि त नि बोका मासु किन खोज के भाइरस नहुँ कस्तो नाइस लाग्छ नि डङ डङ गनाउँछ नि आफू जस्तो गर्नु बेबोलाई बिचारा पोरन चाहिँ खै अलिअलि खाएको त ढल्किरहेको छ साइडमा ओ मलाई सोध्नु छ अब सबै पोरलाई बोला नि आऊ यसलाई छोपेर राख्यो त बिहान 4 बजी उठेर खानु पर्यो आइहाल्छ नभए सोध्यो भने त गर्दैन के भएको होइन छोप्ने हेरेको उठ्नु भएको छैन होला माथि छ छोरे भयो छोप्छ होइन छोप्ने हेरेको यहाँनिर राखेको रहेछ नि त कस्तो हो यो कमेन्ट गरेछ माया भने यो हो नि त मैले पर्खिरहेको थिएँ कहिले बनाउँछ भनेर अरे त्यो पनि लाइभ बसेको